नमस्ते। सिन्धुलीको जुनारको उत्पत्ति सँगसँगै सिन्धुलीको जुनार स्थानीय बालीको रूपमा कसरी अगाडि बढिरहेको छ भन्ने सन्दर्भमा हाम्रो देश नेपालमा मौलिक फलको रूपमा रहेको यो सिन्धुलीको जुनार सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिका साबिक रतनचुरा गाविसमा सिन्धुलीको जुनारको उत्पत्ति भएको र सिन्धुलीको जुनार स्थानीय बालीको रूपमा कसरी प्रवर्धन हुँदै आयो भन्ने सन्दर्भलाई स्थानीय व्यक्तित्व जो सिन्धुलीको रतनचुरामा हायो समुदायको बगैँचाबाट उत्पत्ति भएको जुनार जब्बरसिंह हायोको बगैँचामा कागती, निबुवा, चाक्सी, बिमिरो विभिन्न जातका फलफुलहरूबाट पोलिक्रस भएर सिन्धुलीको जुनारको एउटा मौलिक फल निस्कियो। उक्त फल जब्बरसिंह हायोको बगैँचाबाट विस्तार हुँदै कोसेलीको रूपमा नाकाजोली, तीनकन्या, रामेछाप हुँदै देशका अहिले 42 जिल्लाभन्दा धेरै जिल्लाहरूमा सिन्धुलीको जुनारको प्रचार प्रसार र त्यसको व्यावसायिक खेती प्रवर्धन भइरहेको छ। त्यसैले अहिले हामी सिन्धुलीको स्थानीय जुनारको सन्दर्भमा नेपाल सरकारले पनि विभिन्न गतिविधिहरू अगाडि बढाइरहेको छ। यो सन्दर्भमा नेपालमा जुनारको व्यावसायिक खेती 32 सालबाट सुरुवात भए पछाडि स्थानीयवासी गोरखबहादुर रम्तेल के भन्नुहुन्छ त? यो जुनार चाहिँ म बालखा केटीकेटी हुँदा मेरो बुबाले 5-6-7 झाङ बिरुवा घरको वरिपरि रोप्नु भएको थियो र त्यो बिरुवा म 10 सालमा जन्मिएको। 10 सालबाट चाहिँ मैले अनि 32 सालसम्म हुँदाखेरि म 22 वर्षको भएँ र मैले पनि 150 झाङ बिरुवा लगाएर त्यही बिरुवाको बीजबाट चाहिँ मैले बिरुवा लगाएर चाहिँ मैले यो जुनारको चाहिँ अलिकति खेती प्रशोधन गरेँ। 32 सालमा चाहिँ कृषि बाट चाहिँ ऋण पाइन्छ भनेर चाहिँ सबैले चाहिँ समृद्धि तरिकाले चाहिँ ऋण पाइन्छ, तपाईँहरूले यो जुनार लगाउनुहोस् भनेर चाहिँ हामीले जुनार लगायौँ। जुनार लगाउँदै जाँदाखेरि अहिले 52-53 सालदेखि चाहिँ छोराले पनि यो बिरुवा धेरै उत्पादन गर्दै आएको हुनाले अहिले 1300 झाङ बिरुवा हामीले बगैँचा बनाएका छौँ। कुनै देशसँग पनि हाम्रो सिन्धुली जिल्लाको जुनारको मेल खाँदैन। यो अति राम्रो जुनार हो। यो जुनार पहिले उत्पादन भएको चाहिँ रतनचुरा गाविसबाट चाहिँ उत्पादन भएको यो जुनार सानो बच्चादेखि लिएर बुढो वृद्धले समेत खाँदाखेरि पनि यसले कुनै किसिमको असर नगर्ने भएको हुनाले यो जुनार चाहिँ देशव्यापी प्रचार प्रसार भइरहेको छ र यो जुनारको खेतीबाटै मान्छेले यो 5-6 हजार व्यक्तिहरूले यसैको उत्पादनबाट चाहिँ छोराछोरी पढाउने, लेखाउने, घर व्यवहारमा चाहिँ यही जुनारको आम्दानीबाट पनि मानिसले यो उपयोग गरिरहेका छन्। सिन्धुलीको स्थानीय जुनार वास्तविक 200 वर्ष अगाडिदेखिको यसको इतिहास छ। यो इतिहासलाई सार्थकता तुल्याउनको लागि अहिले सिन्धुली जिल्ला जुनारको पकेट जिल्लाको रूपमा र स्थानीय तह गोलन्जोर गाउँपालिका जुनारको पकेट गाउँपालिकाको रूपमा रहेको छ भने अहिले 5300 भन्दा माथि किसानहरूले व्यावसायिक जुनार खेती गरिरहनु भएको छ। यो सिन्धुली जिल्लाको जुनारको व्यावसायिक खेतीको प्रवर्धनका लागि करिब 14,500 हेक्टरमा सिन्धुलीको जुनार खेती भइरहेको छ। यसले वार्षिक रूपमा 11,500 भन्दा बढी मेट्रिक टन यसको उत्पादन छ भने यसले बजार मूल्य 1 अर्ब 19 करोड भन्दा बढी नेपालमा आर्थिक इन्कम गरिरहेको छ। यसबाट लाखौँ युवाहरूले रोजगारी पाएका छन् र यसबाट देश विदेशसम्म जुनारको चर्चा भइरहेको छ। अहिले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ
ले जुनारको खेती विस्तार प्रवर्धन र विभिन्न प्रविधिसँग जोडिएका कुराहरूलाई देखाउनको निमित्त के भन्नुहुन्छ त प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना इकाइका प्रमुख एम कुमार श्रेष्ठज्यू? सिन्धुलीको जुनार, सिन्धुली स्थानीय जुनार भन्छौँ हामी, यो नेपालकै मौलिक फलफुल हो र नेपालको जुनारको रूपमा चिनिएको जिल्ला सिन्धुलीबाटै सिन्धुलीको स्थानीय जुनार चाहिँ स्थापना सुरुवात भएको थियो भने यो चाहिँ अब विश्वमै हेर्दाखेरि पनि नेपालको जुनार चाहिँ अरूभन्दा फरक खालको छ। त्यस कारणले यो जुनार सिन्धुली स्थानीय जुनार हामी यहाँको स्थानीय जुनार र बेग्लै खालको फरक खालको जुनार जुन चाहिँ यसको चाहिँ आकार चाहिँ यसको गोलोपना, यसको थेप्चोपना, त्यसपछि यसको भित्रको रसपना र यसको चाहिँ नि गुलियोपना, यी सबै कुरा चाहिँ अरू जुनारभन्दा फरक, अरू बालीभन्दा फरक भएको र अरू देशको भन्दा फरक खालको जुनार भएकोले यो स्थानीय जुनार नेपालकै हो भन्ने कुरो हो र नेपालको पनि सिन्धुलीकै हो र नेपाल सिन्धुलीबाटै प्रादुर्भाव भएको भन्ने हिसाबले गर्दाखेरिमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले चाहिँ यो जुनारको लागि मात्रै फोकस गरेर यसलाई चाहिँ प्राथमिकता दिएर जुनारको यो सिन्धुलीको स्थानीय जुनारको चाहिँ प्रवर्धन गर्ने उद्देश्यले 2073-74 सालमा चाहिँ जोनको रूपमा चाहिँ यो कार्यक्रम सुरुवात गरेको थियो भने 74 यसलाई चाहिँ स्तरोन्नति गरेर सुपर जोनको रूपमा चाहिँ कार्यक्रम सञ्चालन गरेर अहिले हामी यो 8औं-9औं वर्षमा चाहिँ यसको क्षेत्रफल विस्तार गर्ने र यसलाई व्यावसायिक बनाएर र व्यापारिक रूपमा चाहिँ बजारीकरण गरेर कृषकहरूको चाहिँ आर्थिक उन्नति गराउने हिसाबले चाहिँ यो सिन्धुलीकै स्थानीय जुनारलाई प्रवर्धन गर्ने कार्यक्रम प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले पनि गरेको छ। यसको गर्नुको उद्देश्य भनेको आधुनिकीकरण गर्ने र सिन्धुलीको स्थानीय जुनारको विशेष गरी चाहिँ प्रवर्धन गर्ने रहेको छ। यसरी सिन्धुलीको जुनारलाई व्यवस्थित ढङ्गले प्रवर्धन गर्नको लागि जुनार उत्पादक सहकारी सङ्घले पनि प्रयत्न गरेको छ। 2051 देखि जुनार विकास सङ्घ एउटा संस्था जुन किसानहरूलाई एडभोकेसी गर्दै अगाडि बढिरहेको छ र अहिले विभिन्न जुनार क्षेत्रहरूमा 18वटा भन्दा बढी नर्सरीहरूले जुनारको बेर्नाहरू उत्पादन गरिरहेको छ र यो स्थानीय जातको रैथाने बाली 200 वर्षदेखिको हिस्ट्री बोकेको यो जुनारले साँच्चीकै देशमा पहिचान दिलाउनको लागि देश विदेशसम्म यसको प्रचार प्रसारका लागि नेपाल सरकारले विभिन्न प्रयत्नहरू गरेको छ। त्यो अन्तर्गत स्थानीय तह र वाडाले पनि यो स्थानीय जात सिन्धुलीको स्थानीय जुनारलाई प्रवर्धन गर्नको लागि वाडा अध्यक्ष गोविन्दबहादुर लुङ्गेली के भन्नुहुन्छ त? यो सिन्धुलीको जुनार चाहिँ 200 वर्ष पहिलादेखि नै हाम्रो पिता पुर्खाले चाहिँ कोर्यासाबारीको रूपमा लगाउँदै आएको थियो। हाल नेपालमा सबैभन्दा रसिलो र गुलियो यो जुनार जुन यो सिट्रस जातको फलफुल मध्ये चाहिँ यो सबैभन्दा राम्रो यो जुनार। त्यसै हुँदाले हामीले यो स्थानीय जातको जुनारको चाहिँ हामीले किन चाहिँ हामीले राइट पाउनुपर्छ, हाम्रो हो भनेर हामीले किन भन्नुपर्छ भनेदेखि 200 वर्षदेखि पुरानो इतिहास छ जुनार खेतीमा र त्यो कारणले पनि हामीले चाहिँ राइट चाहिँ हामीले पाउनुपर्छ भन्ने लाग्दछ। पिता पुर्खादेखि सबैले भन्नुभएको हामीले जानेको कुरा त्यही हो। जुनार चाहिँ यहीँ नै उत्पत्ति भएर फिजिएको हो। मेरो जिजु जबर सिंह आयु बराजुले यो जुनार स्थानीय जुनार यहीँ नै उत्पादन गरेर संसार यो आफ्नो इष्टमित्र सब ठाउँमा कसैले लगेर पहिला त्यति बिक्री हुँदैन थियो। अहिले स्थानीय हाम्रो बाली नाली सम्पूर्ण मेरो जिजु बराजु च्याब्जुमा पर्छ होला, म नाति पलाँतीले पनि अहिले जुनारै हामीले खेती गरेका थियौँ र हामीले उत्पादन गरेको जुनार खेती हो। यो सिन्धुलीको जुनार 200 वर्ष अगाडिकै इतिहास छ। जबर सिंह चाहिँ मेरो जिजु यहीँबाट के भने जिजुले उत्पादन गरेर कोसेली पार संसारमा गएको हो। इतिहासमा जुनार भने यही रतनचुराबाट मेरो जिजुले उत्पादन गरेको। सिन्धुलीको जुनार रैथाने बाली हो। अरू कसैले पनि मेरो भनेर नभने हुन्छ। मेरै के भने जिजु सन्तानले उत्पादन गरेको हाम्रै सिन्धुलीको जुनार हो। अहिले सिन्धुली जिल्लाको 9वटा स्थानीय तहमध्ये गोलन्जोर गाउँपालिका जुनारको पकेट गाउँपालिकाको रूपमा परिचित छ भने त्यसै गरी कमलामाई नगरपालिकाको वार्ड नम्बर 3, त्यसै गरी सुनकोशी गाउँपालिकाको वार्ड नम्बर 7,
त्यसै गरी तिनपाटन गाउँपालिकाको वार्ड नम्बर 7 तोस्रङ खोला र मरिन गाउँपालिकाको हरिहरपुर गढी लगायतका र कात्तिके मधुबनी भन्ने क्षेत्रहरूमा पनि जुनारको प्रवर्धन भइरहेको छ, जुनारको खेती विस्तार भइरहेको छ र यहाँ यो सिन्धुलीको बिपी राजमार्ग आसपासमा भदौदेखि यो चैतसम्म व्यावसायिक जुनार खेतीको व्यापार पहेँलपुर ढङ्गले चाहिँ बजारसँग उपभोक्तासँग जोडेर जुनारको व्यापारीकरण भइरहेको छ भने यसलाई वृद्धि गर्नको लागि यो जुनारलाई व्यवस्थित ढङ्गले अगाडि बढाउनको लागि विभिन्न सङ्घ संस्थाहरूले कोर्डिनेसन गरेर यसको प्रवर्धनतर्फ पनि उन्मुख भएको कुरा म यहाँहरूलाई जानकारी गराउन चाहन्छु। अहिले सिन्धुलीको जुनार विभिन्न अन्तर्राष्ट्रिय उत्पादन भएका सिट्रस फलफुलहरूभन्दा फरक, यसको फरक बासना छ, यसको चाहिँ फरक यसको पौष्टिक तत्त्वहरू छ र यसको गुणस्तर पनि फरक छ। त्यसैले यो सिन्धुलीको स्थानीय रैथाने बालीको रूपमा रहेको यो स्थानीय जात जुनार यसको पहिचान र प्रवर्धनको लागि विभिन्न सरकारी निकायहरूले गरेको पहल र यस जुनारसँगै सरोकार रहने किसानहरूले बनाएको समूह सहकारीहरूको पहलबाट अहिले स्थानीय सिन्धुलीको स्थानीय जुनारलाई जुन प्रवर्धन गर्नको लागि हामीले पहल कदमी गरेका छौँ। यो साँच्चीकै यो हाम्रो देशको एउटा पहिचान हो र यो देशको एउटा मौलिक फलको रूपमा स्थानीय जात जुनारलाई हामी प्रवर्धन गरिरहेका छौँ। रैथाने बाली सिन्धुलीको स्थानीय जात जुनार यो विश्वमा विभिन्न सिट्रस फलफुलसँग तुलना गर्दाखेरि यो सिन्धुलीको जुनारले जुन एउटा महत्त्व राखेको छ, यसको पौष्टिक तत्त्वको कुरा भनौँ, वैज्ञानिकहरूले रिसर्च गरेर यसका महत्त्वको बारेमा धेरै कुराहरू अध्ययन गरेर अहिले विभिन्न ठाउँहरूमा प्रचार प्रसार भइरहेको छ। त्यसैले यो स्थानीय सिन्धुलीको जुनार यसको प्रवर्धनको लागि हामी किसान सङ्घ संस्था र विभिन्न सरकारी निकायहरूको पहलले अहिले सिन्धुलीको जुनारलाई व्यापकता दिलाउनको लागि राष्ट्रिय अन्तर्राष्ट्रिय यसको बजारीकरणको लागि पनि पहल कदमी भइरहेको छ।